the HRM Nepal Award for Distinguished Services 2024 in association with NCEL. Outstanding contribution to the society goes to award यस क्याटेगोरीका विजेताको नाम घोषणा गरिदिनु हुनको लागि हाम्रा प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछौं। इन्दिरा सापकोटा। Ladies and gentlemen, please join your hands for the octogenarian icon who has inspired society by her relentless service to entrepreneurship and social welfare. A distinguished entrepreneur and social worker, MD of AAD Tayari Poshak, an organization specializing in children's clothing. She is also the founder of Nepal Grihini Udyog. In 2018, at the age of 80, she was honored with the Princess Helen Shah Inspirational Woman of the Year for her special contribution to entrepreneurship and social welfare. And in her late 80s, she continues to ooze their spirit and inspire us all to lead by action, ladies and gentlemen. धेरै सम्मान अनि धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। यहाँ सम्पूर्ण महानुभावहरूलाई नमस्कार गर्दै आज खुसी लागेको छ। देशको गृह मन्त्रीकै अगाडि बोल्न पाउँदा मलाई साह्रै खुसी लागेको छ। एउटा दुःख पनि पछि व्यक्त गर्छु। जननी जन्मभूमि स्वर्गादपि गरीयसी। यो जननी जन्मभूमिलाई कसरी स्वर्ग बनाउने लौने गृहमन्त्रीज्यू हजुरहरूको हातमा त तालचा साँचो छ, हाम्रो हातमा छैन। अनि अब म आफ्नो कामको बारे भन्छु। मैले 32 सालमा 18 रुपियाँ खर्चेर एक जोड नवजात शिशुको लुगा बनाएको थिएँ। त्यो लुगा लगेर बजारमा बेच्दा 36 रुपियाँमा बिक्यो। किन गर्नु परेको थियो त भन्दा मेरो 4वटा छोराछोरी सबैले एसएलसी पास गरे, अगाडि पढाउनलाई श्रीमानको मात्रै कमाइले पुगेन। त्यो 36 रुपियाँमा बिकेपछि त्यो बिउ पुँजी हौसला आयो, त्यसैबाट बढाउँदै लगेर आज यो संस्था 49 वर्षको भयो। यसको उकाली ओह्राली विभिन्न कार्यक्रम मेरो धेरै छ, धेरै बेर लाग्छ। म एउटा मन्त्रीज्यूको सामुन्ने दुखेसो व्यक्त गर्न चाहन्छु। भारत सरकारले यो काम गर्नको लागि एउटा बिल्डिङ बनाइदिन खोज्दाखेरि हाम्रो नेपालको सरकारले एउटा टुक्रा जग्गा दिएन। म 49 वर्षसम्म काम गरिरहेको छु। मसँग एउटा घर पनि छैन, बेइमानी गरेर खान्न, नैतिक पतन चाहिँ म गर्दिनँ। बरु सास रौन्जेल काम गर्छु। अहिले म 87 वर्षको भएँ, 88 मा लागेँ, तर पनि आफ्नो डिजाइन गर्दैछु, आफ्नो कामहरू गर्दैछु। अध्यक्षज्यूले गरे हेरेर पनि आउनु भएको छ मेरो ठाउँमा। मलाई हुनसक्छ भने गृहमन्त्रीज्यू कोसँग मागौँ, मलाई एउटा काम गर्ने भवन चाहियो। म त प्रष्टै माग्ने मान्छे। मैले सबैसँग काम गरिरहेको छु, सबैलाई चिनेको छु, सबैसँग कुरा गरिरहेको छु। यति चाहिँ गरिदिनु भन्यो भने मेरो जीवन सार्थक हुन्छ। मेरो काम चाहिँ नवजात शिशु भगवान हुन्, यिनीहरूको तपस्या हो, नाफा छैन। राखेको कर्मचारीले भात खान त दिनु पर्यो, छन् अलिकति कर्मचारी। एउटा दाताले 33 वर्षदेखि एउटा घर भाडामा दिनुभएको छ, त्यही भाडा तिर्न नपर्ने भयो भने त्यसमा त्यो पैसा त त्यो महिलाहरूले लगाउनु पाएको थियो नि। अगाडि लैजानलाई एक जोर लुगाबाट मलाई भयो भने यस्ता गृहिणी घर बस्ने कति छन् कति भनेर सुरु गरेको हो। टाइम कस्तो छ? टाइमले पो गर्छ त। ल गृहमन्त्रीज्यूले कति सम्झाउनुहुन्छ यो चाहिँ म भन्न चाहन्छु।